जनालाई यहाँ नववर्षको शुभकामना छ र आज असम गोर्खा कलाकार संघको यहाँ साधारण सभा आयोजन कुन उद्देश्यले भएको र असम गोर्खा कलाकार सम्बन्धित असमको जनताहरूलाई हजुर के भन्न चाहनुहुन्छ? म सर्वप्रथम सभापतिज्यूलाई यहाँ प्रश्न राख्न चाहन्छु। पहिला त 2026 को सम्पूर्णमा यो नयाँ सालको शुभकामना। यो नयाँ सालले सबैको जीवनमा खुसियाली ल्याओस्, शान्ति होस्, एकदम डेभलपमेन्ट होस्, यसको कामना गर्दै आज हाम्रो असम गोर्खा कलाकार संघको साधारण सभा थियो र यो साधारण सभामा आउने दिनमा कलाकार संघले धेरै प्रस्ताव लिएको छ र कलाकार संघलाई कसरी अघि बढाउने, हाम्रो कलाकारितालाई कसरी अघि बढाउने त्यो विषयमा धेरै चर्चा भयो र आसामको विभिन्न प्रान्तबाट हाम्रो सदस्य आउनुभयो, उपस्थित हुनुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ र आउने दिनमा हामीले कसरी कलाकार संघको कार्यसूचीहरू अघि बढाउने त्योमाथि हामीले आज पुरै छलफल भयो र आउने दिनमा हामीहरू जुन कार्यसूची हुन्छ तपाईँहरूले अवगत गराउनेछौँ र आज धेरै नभनिकन फेरि पनि ह्याप्पी न्यू इयर भन्दैछौँ। थ्याङ्क यू। बब्लु निवार्जीसँग म राख्न चाहन्छु। आज सम्पूर्ण असम गोर्खा कलाकार संघ भनेपछि एउटा गौरवान्वित महसुस गर्छ। साँच्चै नै असम गोर्खा कलाकार संघले एउटा जुन प्लेटफर्म छ त्यो हर कलाकारको लागि यहाँ बनाइदिएको छ र म तपाईँलाई दुईवटा प्रश्न राख्न चाहन्छु। सर्वप्रथम मेरो प्रश्न यो हो कि असम गोर्खा कलाकार संघले आउँदो दिनहरूमा कुन कुन कलामाथि यहाँ काम गर्नेछ र कस्तो कस्तो कलालाई यहाँहरूले मञ्च दिनुहुनेछ? सर्वप्रथम त सम्पूर्ण कलाकार संघलाई माया गर्नुहुने हाम्रो कलाप्रेमी सम्पूर्णमा असम गोर्खा कलाकार संघको तर्फबाट नववर्षको हार्दिक शुभकामना ज्ञापन गर्दछु। र आज हाम्रो विशेष जरुरी सभा थियो र यो सभामा हाम्रो असमको विभिन्न प्रान्तबाट हाम्रो कलाकार दाजुभाइ दिदीबहिनीहरूको उपस्थिति थियो र आज विशेष हामीले कतिपय सिद्धान्त लिएका छौँ। जस्तो कि असममा हेर्नुहोस्, गोर्खा महाजाति भनेपछि एउटा असमिया जातिको अङ्ग र असमिया जातिको अङ्ग गोर्खा महाजाति। यो गोर्खा महाजातिले आफ्नो कला कृष्टि संस्कृतिको संरक्षण गर्ने त हामीमा त्यो दायित्व कर्तव्य छँदैछ। आफ्नो जुन चाहिँ लोकनृत्य वा गीत सङ्गीतबाट लिएर विभिन्न हाम्रो संस्कृतिलाई संरक्षण गर्दै हामीले असमको जुन चाहिँ हाम्रो संस्कृति भनौँ वा मूल हाम्रो असमको जुन चाहिँ एउटा बिहु, असमिया जातिको नै एउटा जुन चाहिँ बिहु नृत्यलाई चाहिँ हामीले हाम्रो गोर्खा हाम्रा साना साना उठिआएको प्रजन्मलाई एउटा असमिया गोर्खा हुनुको नाताले केवल मात्र देउसी भैली मारुनी यी नृत्यहरूमा मात्रै सीमित नरहेर भोलिको हाम्रो स्टेट लेभल होस् या इन्टरनेसनल नेसनल लेभलको मञ्चमा पनि हाम्रा गोर्खा चेलीहरूले जसको नामको पछाडि शर्मा, नेवार, राई, लिम्बू, तामाङ लागेको नानीहरू होस्, तर उहाँले बिहु नृत्यमा उहाँले एउटा राम्रो फलकनी मतलब एउटा हलचल मचाउनलाई सफल होस्। त्यस्तै प्रकारले जसरी बिहुको सँगसँगै हाम्रो मादल हामी बजाउँछौँ होइन, त्यसरी ढोलक जुन चाहिँ हुन्छ बिहु ढोल बजाउनु सिकोस्, जसरी बाँसुरी बजाउँछ त्यसरी हाम्रो गोर्खा सन्तानले पेपा बजाउनु सकोस्। त्यो चिजले हामी असमको रैथाने गोर्खा हौँ भन्ने एउटा सन्देश हाम्रो असममा र हाम्रो त्यो एउटा एनर्जरीको जुन चाहिँ एउटा समन्वयको जुन चाहिँ डोरी त्यसमा बाँधिनुलाई सफल हुन्छौँ र यो कार्य असम गोर्खा कलाकार सङ्घले अब चाँडै नै प्रारम्भ गर्नेछ र आउँदो दिनहरूमा असममा जन्मेका प्रत्येक विधाका कलाकारहरूलाई हामी उहाँहरूलाई आफ्नो गाउँमा आफ्नो ठाउँमा प्रशिक्षणको द्वारा जसरी हाम्रो कलाकृष्टिको एउटा जुन चाहिँ मञ्च मतलब जागरण मञ्चको नाममा कलाकृष्टि जागरण मञ्चको नाममा हामीले प्रत्येक ठाउँमा यदि तपाईँहरूले जसले भिडियो हेर्दै हुनुहुन्छ, यदि कसैले इच्छुक हुनुहुन्छ चाहिँ हाम्रो ठाउँमा पनि हाम्रा छोराछोरी भाइ बहिनीहरू नृत्यप्रति आकर्षित छ वा बजाउनुप्रति गाउनुप्रति कुनै पनि अब तपाईँहरूमा कला छ, त्यो कलालाई तपाईँहरूले अगाडि बढाउन चाहनुहुन्छ भने कृपया कलाकार सङ्घको कोही पनि सदस्यसँग तपाईँहरूले सम्पर्क गर्नुहोस् वा यो भिडियो मार्फतले तपाईँहरूले सम्पर्क गरेर हामीसँग तपाईँहरूले सोझै कुराकानी गर्नु सक्नुहुनेछ र हामी तपाईँहरूको ठाउँमा पनि हाम्रो प्रशिक्षकहरूलाई उहाँ पठाएर तपाईँहरूका गाउँघरका प्रतिभाहरूलाई हामी
अगाडिसम्म ल्याउने प्रयास गर्नेछु। ल धेरै धेरै धन्यवाद छ। र म अन्तिम प्रश्नमा दुवैजनालाई सोध्न चाहे, जसले पनि एन्सर दिन सक्नुहुन्छ। तपाईँको जुन अहिले कुरा सुन्दाखेरि असम गोर्खा कलाकार सङ्घले असममा बसोबास गर्ने सम्पूर्ण आफूलाई असमिया गोर्खा भनेर चिन्ता छ र असमको कला संस्कृति गोर्खामा मात्रै सीमित नभएर हर जनजाति बसोबास गर्ने हर संस्कृतिले अपनाउने तपाईँले कुरा गर्नुभयो। तर हामीले यहाँ कतिवटा मञ्चमा देख्न पाइरहेका छौँ। हालैमा हामीले उमा छेत्रीको एउटा कार्यक्रममा होस् या हालैमा आक्सुको एउटा कार्यक्रममा जहाँ हामीलाई कतै न कतै पारीको एउटा देशसँग जोडिने प्रयास गरेको हो या इङ्गित गरेको, यस विषयमा के गोर्खा समुदाय आहत भएको छ या भएको छैन भने यो कस्तो प्रकारले, यो कुन दृष्टिकोणले तपाईँले हेर्नुहुन्छ यस विषयमा? कृपया म एन्सर चाहन्छु। हेर्नुहोस्, यो विषयवस्तुमा हामी के छौँ भने अलिकति आवेगिक छौँ के। कुनै चिजलाई अब अलिकति यता भयो भने मतलब आफ्नो साइड वान साइडबाट मात्रै हामी हेर्ने हाम्रो आदत छ। जस्तो कि अब गोर्खा गोर्खा भनेपछि त्यो गोर्खालाई त्यो चिज दिएकै हुनु दिएन भने किन दिएन, किन भएन, यो खदल्ने बानी हाम्रो एउटा गलत छ। किनकि धेरै समस्याहरू हुनसक्छ। आज हाम्रै जातिमा हेर्नुहोस्, हामी आफ्नै जातिमा हाम्रो जातिकै मान्छेहरू मिल्दैनौँ, उसलाई घस्ने भइरहेछ भने त्यो एउटा सरकार र हाम्रो एउटा यो जनताको बिचको एउटा त्यो मतलब के भन्नु, अब एउटा सम्पर्क भनौँ या कुनै एउटा मिसअन्डरस्ट्यान्डिङ भनौँ वा कुनै एउटा त्यो कारणले गर्दाखेरि त्यो समयमा त्यो चिज नमिलेको हुनसक्छ। तर त्यहाँ हामी के गर्छौँ, एउटा असमिया भएर हेर्दैनौँ हामी गोर्खाली। डेट मिन्स हामीले आफूलाई नै विदेशी जस्तो नजरले हामी हेरिरहेको हुन्छौँ क्या। हामी किन असमिया भएर बस्नु सकेका छैनौँ? हामी किन चाहिँ हामी असमको हामीले डाइरेक्टली आफूलाई हामीले स्वीकृति दिउँ न? किनभने त्यस्तो खालको धेरैसँग पनि भइरहेको हुनसक्छ नि त। यहाँ त विभिन्न जाति जनगोष्ठी छ, केवल मात्र गोर्खा मात्रै त छैन नि त। यो चाहिँ गोर्खालाई मात्रै